काका ब्याक टु ब्याक वाउ अनि छेउछेउमा परिहरू छन् हैन बाहिर दिनुस् त्यही गफ लाउँछन् मेरो सबै दुनियाहरू हो साथी 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 अघि मान्छेले हानेको बल मैले छपक्क रोकेको हेलो गाइज वेलकम ब्याक टु माई च्यानल के चाल खबर सन्चै हुनुहुन्छ र म पनि सन्चै छु भन्दै तपाईँहरूको लागि एउटा सानो छोटो मिठो भिडियो लिएर आइसकेको छु र तपाईँहरूले थाहा पाइसक्नु भइसक्यो हाम्रो थम्बनेल हेरेर हामी आज कहाँ गयौँ भनेर र अहिले चाहिँ जस्ट हामी चाहिँ दुईजना यो रन्डो र म हिँडिसक्यौँ र अब मासतिर पुगेपछि हाम्रो केटाहरू भेटाइन्छ केटाहरूसँग भेटेर हामी सयाक्क बल खेल्न जाइन्छ कहाँ भन्नुहुन्छ भने चाहिँ ठ्याक्क माथि चाहिँ बडारे भन्ने ठाउँ हो त्यहाँनिर गएर अब भिडियो सिडियो बनाइहालिन्छ अनि हाम्रो केटाहरूलाई भेटेपछि फेरि बनाइन्छ त्यही हो हाम्रो भिडियोको जर्नी पनि स्टार्ट भइसकेको छ भन्न चाहन्छु म यता हेर्न एक रट गऱ्यो 5 4 त्यो नफलेको मुनि अघि यस्तो गरेर बनाएको थियो भने यस्तो गरेर बनाउनु पर्यो है अब हामी यहाँबाट जाने चाहिँ अहिलेको चाहिँ हामी यति 3 जना मात्रै हो हाम्रो ग्राउन्ड यहाँ छ नि के गर्नु हामीसँग खेल्न जुझ्न सक्ने मान्छेहरू नै छैन त्यही भएर हामीसँग जुझ्न सक्ने मान्छेहरूसँग हामी माथि जान आँटेको होइन सिधा कुरा प्रष्ट विचार नै त्यही हो नि त हाम्रो हामीसँग एकजना मान्छे थपिसकेको छ अहिले माथि आपटारी पुगेपछि फेरि थपिन्छ हामीसँग थपेको मान्छे चाहिँ उहाँ सर हुनुहुन्छ होइन अन्त फाइनल्ली यस्तै बनाउँदाखेरि चाहिँ मैले अघि थाहा पाएको कि अलिक राम्रो हुँदैन त यस्तो गरेर बनाउँथेँ त्यही हो र हामी चाहिँ यतिखेर चाहिँ ग्राउन्डभन्दा नजिक आइसकेको छौँ र हाम्रो यतातिर हुनुहुन्छ हाम्रो काजी फेसबुकमा नि हाल्छु नि त म अनि हाम्रो काजी हुनुहुन्छ र हाम्रो यतातिर पर्खी मेरो भिल्लामा त निस्किस कहाँ गुड गर गुड ल ठिक छ यो हाम्रो फुटबल टोली हो अब अर्को देखाउँछु यो मान्छे अघि थाहा देखिसकेको र हाम्रो हुनुहुन्छ बाल्बिक मगर अनि के हाम्रो मेन डिफेन्ड अहिले ग्राउन्डमा पुगेर पनि अलिक मजाले चिनाउनु पर्ने हुन्छ अनि त्यहाँको गेम हेरेर आउनु पर्ने हुन्छ होइन यस देखाऊ गुड देखाऊ अब ग्राउन्ड पुग्न आँट्यो अनि ग्राउन्डमा पुगेर चाहिँ त्यहाँ मालहरू पनि आउँछ त्यहाँदेखि केटीहरू हजुर पानी खानु जाउँ मछली पानी सानी कहाँ खान्छ हावा अहिले भरे भयो त त्यो घरमा चाहिँ 2-3वटा मछली रहेछ पानी खान जाउँ भन्दै छ हाम्रो बोकाहरूले फाइनली हामी आइसकेको छौँ हामी हाम्रो ग्राउन्डमा र हाम्रो चेलीहरू पनि आइसकेका छन् यहाँ हाम्रो केटाहरूले अब के भन्छ म देखाउँछु है चेलीहरूलाई चेलीहरू पुरा मेसीको फ्यान मेसी के हुँदैछ त हौ फ्यान त सप काका फेरि एकपल्ट फेरि त्यस्तै यहाँ मालो चसक्कै मिस भयो ब्याक टु ब्याक
वाउ यहाँ छन् हाम्रो चेलीहरू चेलीहरूको खेल कडा छ है चेलीहरूको खेल बिग फ्यान अब चाहिँ हाम्रो यतातिर चाहिँ ड्रेस चेन्ज हुनेवाला छ अब ड्रेस चेन्ज गर्नुपर्ने हुन्छ हामीले चाहिँ यहाँनिर कि पेन्टा अरे जुत्ता हाम्रो सामान देखिरहेको छ होला नि पुरा त दुईटा भात केटाहरू यहाँनिर ड्रेस चेन्ज गरेर हाम्रो केटाहरू यतातिर यो के हो ब्याक टु ब्याक हो ल ठिक छ हाम्रो यतातिर चाहिँ प्र्याक्टिस म्याच चल्दैछ मजा आउँदैन क्या ब्याक टु ब्याक दादा भएन यो भएन खोला न भएन ओहो देखियो कि देखेन यो मान्छे छैन सबै के बासले हामी ए यस्तो हामी यहाँनिर खेलेको लङ भिडियो हुन्छ अब
Nice. फाइनली अब चाहिँ हाम्रो यहाँनेरि यतातिर म्याच चल्न आँटिरह अनि अब म्याच सकिन्जेलसम्ममा चाहिँ अब रात पर्छ जस्तो छ हैन रात पर्दाखेरि चाहिँ अब भिडियो सिडियो हुन्छ है हुँदैन थाहा भएन तर पनि यसो यहाँ अहिले गेम हुँदाखेरि चाहिँ अलिअलि भिडियो चाहिँ कसले बनाइन्छ होला हामी चाहिँ गेम खेल्न बिजी हुन्छौँ नि त अनि यसो अहिले बेलुकातिर बोल्न पाइँदैन होला किनभने राति भइहाल्छ नि त अहिले 6 भइसक्यो त्यही हो अनि यसो प्र्याक्टिस चल्दैछ अहिले चाहिँ हाम्रो यो केटो पनि आइसक्यो यो वाला केटो पनि सन्देशे अघि यही मान्छेले हानेको बल मैले छपक्क रोकेको हाम्रो यो किपर फाइनली एकजनाको मोबाइल ल्याउ न कहाँ छ यहीँ छ 7-19 भयो अनि हामीले के गरेको डा हो हामीले के गर्नु र गेम जित्यो यस्तो जितेको हामीले देखाइदे मन्नी खोइ खोइ अर्को 500 चाहिँ दियो क्या आजको बाजी हो म गन्छु ल 100 200 300 400 50 70 80 90 100 सुंगडा 500 रुपैयाँ अब यहाँ राख त फुट मेन डिफेन्ड अनि अर्को खोइ कहाँको साइड डिफेन्ड अनि त्यसपछि म अनि त्यसपछि किपर अनि त्यसपछि यसलाई के भन्छ अरे यो विङ्गर साइड ए हो अनि ऊ के मिडफिल्डर हो राइट विङ्गर अनि राइट हो होइन हो राइट राइट गोल हाने म यो मुला विङ्गर अनि त्यसपछि यो पनि यो के हो कसको ठाउँमा खेलेको यो लेफ्टी विङ्गर हो यो लडिक्छ अनि किपर चाहिँ बिर्सेको किपर अघि भनिसकेको गोल हानेको अनि साइड फ्याल्नेको अब चाहिँ हामी ग्राउन्डबाट गइसक्यौँ अब एकैचोटि पर बिस्टकोतिर गएर सटपटे खुवाइ हुन्छ अनि अब के भन्नु त अब अरू त के भन्नु छ त केटा हो भनिदियो त यसो आजको एक्सपिरियन्स लाइक सब्सक्राइब शेयर फलो फलोस जिन्दगी सबैको हामी चाहिँ अघि आइसकेको यहाँनिर एक थाल हानु यतातिर खाइसकेपछि चाहिँ सम्झिरहेको क्या भिडियो बनाएकै छैन भनेर यतातिर छ केटाहरू अनि के कस्तो भयो है फर्कन्छौ